भएको थियो अहिले बिहे गर्नलाई अझ 21 वर्ष हुनुपर्छ कैद 22 वर्ष अनि दुईटा सुहानी बिहारीले जे जानुपर्छ धन्न तपाईँहरूको पालामा जतिवटा सुहानी बिहे गर्दा नि हुने है 11-12 वर्षमा बिहे गर्दा हुने तपाईँ कति 13 वर्षमा बिहे भने 13 वर्षमा बिहे गर्दै हाले त्यसमा सल्किहाल्यो त्यहाँदेखि त त्यो नभ्याउने भयो दिउँसो पनि चाहिने राति चाहिने अनि बालखा 11 वर्ष बिहे गऱ्यो माइ जाने आफ्नो काँचो गाउँ फेरि दाथेबाट हिँडेको बाजी 4 गर्दा त्यो हुँदै हुँदै त्यसो पनि आएँ त्यहाँदेखि राति दिउँसो बराबरी गरेर त्यसको फेरि बानी गोठमा दुध दिएर घुसको दुध खाइदिने त्यहाँ पस्छ जोको चोरी त्यसलाई फगपै पठाएँ दुधेरी तपाईँ 16 सालमा जीवन आएँ अनि स्वास्नी भएर रुन थाल्यो म त फेरि 16 सालमा चाहिँ पाउडर भरेर मेरो थिएँ अहिले दालहरू बस्न थालेपछि जुस रुन थाल्यो बाबा एउटा लटेर छोरो त्यही नअरू तलबाट केटी पार्छ स्वास्नी किने चोखेरी मलाई तल मैले भने मान्छ दाथेमा केटी छ यो दोकान यो दाइ हाट भोटामा जा त्यहाँ बास जाने यता जाने बास जाने बास त्यहाँबाट केटी आउँछ त्यो केटी आउँछ हो र भनेर त्यहाँ सोध्दै पुगेछ उयो बाटो बसेर कुखुरा सुखुरा काटेर खान्छ त्यहाँ दुध भोटा हालेर लोक बेचेछ फेरि त्यहाँ आएर बस्छ फेरि कुखुरा खान्छ 2-3 दिन चाहिँ बल्ल भेट तपाईँले भनेको त एकदम खाटी केटी त यति उत्तम रहेछ र केटी केटी राम्रो सबै त त्यसो भने मैले उसले फलाना स्वास्नी भन्दैछ मैले मेरो स्वास्नी नभनौँ ऊ ढुक्क परेछ कुखुरा काट्ने खाने गरेछ पछिल्लो लास्टमा मात्र गएर भेडै काटेछ लग्यो थाहा पाएन तपाईँको बुढी भनेर थाहा छैन उसलाई उसले म फलाना स्वास्नी भनिरहेछ म त फेरि तपाईँको बुढी भने थाहा लाग्यो नि थाहा छैन उसले थाहा छैन उसले फलाना बुढी भनिदिन्छ अनि त्यहाँ बेलुका चाहिँ अर्को आउने भनौँ न मोटाइ भइसक्यो त्यहाँ हातमा आगो खाएर राति गेट निकालेर त्यहाँ केटीहरू सुँगुरी जाँदा आएपछि मेलो जाँदा केटो बाटोमा लाग्छ कहाँ जाने भएपछि त्यति लाग्ने मेलुमा त म जान्नु भनिन्छ किन नजाने फलाले काटिहाल्छ फलाना स्वास्नी म उसले काटिहाल्छ नि फलो भएछ केटीहरू त हुँदुली साथ त्यो जानकारी मसँग लडेछ भक्कै अब एउटै भाइमा खाएर थालमा खाएर भाइ बस्छ खाने हिँडेको मान्छे फलाना स्वास्नी भएछ किन फलाना स्वास्नी फलाना म काटिहाल्छ भन्छ नानीले त्यतिहरू अनि मुर्छ परेछ सर्पिनु पछि 11 बजी म सर्पिएको कहाँ जानेछ म जाँदा भनेपछि पोटी कालबन ठाउँको घरमा त्यसो जेठो पेटीको स्वास्नीको दाइले दोकान थालेको छ उहाँ गर्छ अब ज्यान त जोगाउनु पर्यो उहाँ गएपछि अहिले त फोनमा नै चिठी लेखेको छ मलाई यो के उल्का गरेको तपाईँको स्वास्नी भन्ने थाहा छैन तपाईँले केटी छ यस्तो छ भनेर लाउने मलाई केटीले म फल्ना स्वास्नी भन्न मैले पनि तिमी कस्तो स्वास्नी भन्नु मेरो गल्ती भयो मैले त्यहाँ निकालेर ल्याइसकेँ सुँगुर आएपछि फल्ना स्वास्नी जान्दा भने म यो गर्न मुर्छ परेँ तपाईँले के नै मलाई यस्तो गरेको मेरो ज्यान लिने विचार गरेँ के गरेँ भनेर चिठी लेखेछ अनि अब चिठी त लेख्नु पऱ्यो फेरि उसको एउटा मान्छे पठाउँछ यसो त तुरन्त म पाउँछु
पछि मेरो घरमा दुईवटा स्वास्नी तिम्रो एउटा स्वास्नी नभएर मैले प्रेम त्याग नसकेर मैले स्वास्नी दिएको तिमीलाई अरू कोही केही गरेर होइन मलाई मेरो प्रेम त्याग नसकेर तिमीलाई स्वास्नी दिएँ अब त कल लगिदिनु भएको भएको गोठामा दुध खाइदिने खुसी दिएर पानी हाल्ने पसल लोक सोध्ने राम्रो फेरि राम्रो थियो नि त्यो चाहिँ नराम्रो अनि तिमीलाई केही गर्दिन धर्म बुझेको भरपाई मलाई दिने एउटा अनि धर्म बुझाएर चाहिँ भोलिपल्ट स्वास्नी लिएर आऊ केही नि गर्दैन भने यसो लोन त धेरै थियो नि एमएलओ कसो त्यो जब ल्याएपछि भोलिपल्ट तुरुन्त सोचेको आछ 700 रुपियाँ लिएर आएको छ लु तपाईँहरू के गरेको यो म जान्दिनँ धर्मले फर्काइदिनु 700 रुपियाँ ल्याएको छ मलाई 200 बजार झारीबाट जाति गरेर ल्याएको थिएँ नि केही फल 200 बजार त बुझ्छ त्यसको दुईवटा खसी पनि थियो यहाँ एउटा खसी करेल ल एउटा खसी यहाँ खसी पनि छ जाँच 2 वर्ष 3 वर्ष काम पनि गयो भोलिपल्ट लिएर आएर स्वास्थ्य ल्याएर लोक खाता जब ल्याएर मेरो सधैँमा त मेरोमा बिहान बिहान दुध लिएर जानुपर्छ त्यो पाउडर भएको उपारमा हाकिमलाई दुध लिएर गएर चाहिँ एकदम त्यो अहिले मानिसको हिसाबद्वारा मात्रै कुवा थियो नि कुवाहरू ती थियो 15 सधैँ मुख्दर त्यहाँबाट आउँथ्यो म त्यहाँ पनि ठ्याक्कै जग्गाहरू केसै छैन छ भने गएर भक्कै लडिहाल्नु पर्छ अहिले लामो घरमा आउँछ नि अनि दाल भन्छ के भयो सिमेको के भयो अनि यसो धाप मार्नु त्यो लडेको त्यो बाजाको उठा ल्याउँदा हजुर मैले बिराएँ भने यसो बिराउनु तल मैले सोच्थेँ चाख्छ क्या बिराउनु त मलाई के भयो झापमा मारेर त के बाउलाई छ मसँग नजाउँदा फेरि जसमा झन् मासु पर्छ